कहिलेकाहीँ एउटा सानो गल्तीले पनि जस्तै एउटा चेक बाउन्स हुनुले कसैको पुरै वित्तीय जीवन नै तहस नहस पार्न सक्छ। सुन्दा अचम्म लाग्ला, तर नेपालमा यो एउटा यस्तो वास्तविकता हो जसले धेरैलाई आतंकित पारेको छ। आज हामी यही विषयमा गहिरिएर कुरा गर्दैछौँ, चेक बाउन्स र त्यसले निम्त्याउने कालो सूचीको आतंकबारे। एकछिन यो कुरा विचार गरौँ त। वित्तीय कालो सूचीमा परेकाहरूमध्ये 80% हो, हरेक 10 जनामा 8 जना कुनै ठूलो ऋण डुबाएर वा जालसाजी गरेर होइन, उनीहरू केवल एउटा चेक बाउन्स भएकै कारणले त्यहाँ पुगेका हुन्। यो आँकडा आफैमा एउटा कालीलाग्दो कथा हो जसले देखाउँछ कि समस्या कति गहिरो छ। अनि यो समस्या रोकिएको पनि छैन, झन तीव्र गतिमा बढिरहेको छ। जस्तै यही आर्थिक वर्षको वैशाखमा हेर्ने हो भने कालो सूचीमा पर्नेको संख्या लगभग 7,238 थियो, तर 6 महिना मात्रै बित्दा कार्तिकसम्म आइपुग्दा यो संख्या बढेर 13,674 पुग्यो। मतलब झण्डै दुब्बर। यो त एउटा वित्तीय महामारी जस्तै फैलिरहेको छैन र? अब यहाँनिर एउटा प्रश्न उठ्छ, आखिर कागजको एउटा सानो टुक्रा, मतलब एउटा सामान्य चेकले कसरी यति ठूलो सङ्कट निम्त्याउन सक्छ? कसरी एउटै चेकले यति धेरैको वित्तीय भविष्य नै अँध्यारोमा धकेल्छ? आउनुहोस् यसको पछाडिको प्रक्रिया बुझौँ। ल, त्यसो भए कालो सूचीमा कसरी परिन्छ त? यो हालको व्यवस्था र यसका गम्भीर परिणामहरू बुझ्नका लागि हामीले अहिलेको प्रणालीभित्रै पसेर हेर्नुपर्छ। कसरी एउटा सामान्य गल्तीले यति ठूलो र गम्भीर परिणाम निम्त्याउँछ? ल, यो प्रक्रियालाई अझ नजिकबाट हेरौँ है त। यो प्रक्रिया सुन्न अचम्म लाग्ला, एकदमै छिटो र कठोर छ। हेर्नुहोस् है, पहिला चेक बाउन्स हुन्छ, त्यसपछि चेक लिने व्यक्तिले ब्याङ्कमा निवेदन दिन्छ, अनि ब्याङ्कले चेक काट्नेलाई 7 दिनको सूचना पठाउँछ। केवल 7 दिन। यदि त्यो 1 हप्ताभित्र भुक्तानी भएन भने सिधै कालो सूचीमा सिफारिस, सक्यो। कुनै दोस्रो मौका छैन, कुनै बहाना चल्दैन। अनि यो कुनै एउटा ब्याङ्कको मनपरी नियम पनि होइन। यी सबै नियमहरू त नेपाल राष्ट्र ब्याङ्कको एकीकृत निर्देशनमा आधारित छन्। मतलब देशको केन्द्रीय ब्याङ्कले नै बनाएको कडा निर्देशन हो। त्यसैले ब्याङ्कहरूले यसलाई पालना नगर्ने कुरै आउँदैन। त्यसो भए ल, मानौ कोही कालो सूचीमा परिहाल्यो, अब के हुन्छ त? असरहरू सोचेभन्दा धेरै गम्भीर छन्। पहिलो कुरा, सबै ब्याङ्क खाताहरू रोक्का हुन्छन्। पैसा जम्मा गर्न त मिल्छ, तर 1 रुपैयाँ पनि झिक्न मिल्दैन। नयाँ ऋण वा क्रेडिट कार्ड लिने त सपना नै भयो। यति मात्र होइन, राहदानी जफतका लागि सिफारिस हुन सक्छ। सार्वजनिक खरिदमा भाग लिन पाइँदैन। शेयर कारोबारमा पनि असर पर्छ। यो त एक किसिमले भन्ने हो भने पूर्ण वित्तीय तालाबन्दी हो, जसले मान्छेलाई आर्थिक रूपमा पुरै पङ्गु बनाइदिन्छ। अनि यही व्यवस्थाले गर्दा व्यवसायीहरूको आर्थिक कारोबारको चक्र नै बिग्रने गरेको गुनासो छ। उनीहरूको भनाइ के छ भने यो प्रणालीले हाम्रो आर्थिक चक्र नै ध्वस्त पारिदियो। सोच्नुस् त, एउटा सानो भुक्तानीको समस्या एउटा बाउन्स भएको चेकले वर्षौंको मेहनतले खडा गरेको व्यवसायलाई नै एकै झट्कामा धराशाही बनाइदिन सक्ने अवस्था छ। तर अब यो समस्या समाधान गर्न एउटा नयाँ व्यवस्थाको प्रस्ताव आएको छ। त्यो हो डिफल्टर सूची। यो नेपाल राष्ट्र ब्याङ्कले अघि सारेको प्रस्तावित समाधान हो। के यसले साँच्चै केही फरक पार्ला त? ल, हेरौँ न त। राष्ट्र ब्याङ्कले अब 2 स्तरीय प्रणाली प्रस्ताव गरेको छ। मतलब एउटा मात्रै कठोर कालो सूची होइन, अब 2वटा सूची हुनेछन्। एउटा डिफल्टर सूची र अर्को पुरानै कालो सूची। तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यी 2 सूचीमा वास्तविक फरक चाहिँ के छ त? डिफल्टर हुनु र कालो सूचीमा पर्नुमा के भिन्नता छ? ल, अब तुलना नै गरेर हेरौँ। कालो सूची र डिफल्टरमा के फरक छ? यो नयाँ प्रस्तावित व्यवस्थाको एउटा तुलनात्मक विश्लेषण गरौँ। यहाँ एकदमै स्पष्ट भिन्नता छुट्याइएको छ। हेर्नुहोस् है, डिफल्टर सूचीमा चाहिँ सामान्य गल्तीहरू पर्छन्, जस्तै चेक बाउन्स हुनु, हस्ताक्षर नमिल्नु वा 10 लाखभन्दा कमको ऋण तिर्न ढिला हुनु। अर्कोतिर गम्भीर कालो सूचीमा चाहिँ ठूला अपराधहरू पर्छन्, जस्तै 10 लाखभन्दा बढीको ऋण डिफल्ट, ठगी वा जानाजानी गरिएका अन्य वित्तीय अपराधहरू। एकदमै सरल भाषामा भन्नुपर्दा यो डिफल्टर सूची भनेको एउटा नयाँ, कम गम्भीर सूची हो। यो सामान्य गल्तीहरूका लागि बनाइएको हो, जसले व्यक्तिलाई कालो सूचीको त्यो कठोर परिणाम भोग्नुभन्दा अगाडि नै आफ्नो गल्ती सच्याउने एउटा मौका दिन्छ। एक किसिमले भन्दा यो चेतावनी सूची जस्तै हो। ल, अब यो नयाँ प्रणाली त बुझियो, तर यो परिवर्तनले आखिर के अर्थ राख्छ त? हाम्रो वित्तीय जीवनमा यसको प्रभाव के पर्छ?
आउनुहोस् अब यसबारे कुरा गरौँ। यो नयाँ व्यवस्थाका मुख्य फाइदाहरू के छन् त? पहिलो र सबैभन्दा ठूलो फाइदा, चेक बाउन्स जस्ता सामान्य गल्तीका लागि अब कम कठोर सजाय हुने भयो। यसले सानो गल्ती र ठूलो अपराधबीच एउटा स्पष्ट भिन्नता छुट्याउँछ, जसले गर्दा इमानदार व्यवसायीहरूले अनावश्यक झन्झटबाट राहत पाउँछन् र प्रणालीले पनि आफ्नो ध्यान गम्भीर वित्तीय अपराधीलाई कडा कारबाही गर्नमा केन्द्रित गर्न सक्छ। समग्रमा यो प्रणालीको लक्ष्य भनेको एउटा सन्तुलन कायम गर्नु हो। एकातिर निष्पक्षता, मतलब साना गल्ती गर्नेलाई सुध्रने मौका दिने, अर्कोतिर जवाफदेहिता, मतलब वित्तीय अपराध गर्नेलाई नछोड्ने। र यी दुवै कुराले अन्ततः देशको वित्तीय स्थायित्वलाई नै बलियो बनाउँछ। यही सन्तुलन नै यो नयाँ व्यवस्थाको मुटु हो। तर एउटा कुरा के याद राख्नुपर्छ भने यो व्यवस्था अझै लागू भइसकेको छैन। यो हाल मस्यौदाकै चरणमा छ। राष्ट्र ब्याङ्कले अहिले सरोकारवालाहरू जस्तै ब्याङ्क र व्यवसायीहरूबाट राय सुझाव लिइरहेको छ र त्यसपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने अपेक्षा गर्न सकिन्छ। अन्तमा यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ कि यो नयाँ प्रणालीले चेक बाउन्सको सङ्कटलाई साँच्चै समाधान गर्ला कि यो केवल सूचीको नाम मात्रै परिवर्तन गरेर पुरानै समस्यालाई टार्ने एउटा प्रयास मात्रै होला। अब यसको जवाफ त भविष्यले नै बताउला, तर एउटा कुरा पक्का छ, यसैमा धेरैको वित्तीय भविष्य निर्भर छ।